युट्युबमा अनलाइन अर्निङ एपको बारेमा त धेरै मान्छेहरूले भनेर भिडियो बनाएको छ। तिनीहरूको थम्बनेलमा ई-सेवा अर्निङ एप भनेर त लेख्या हुन्छ, तर ई-सेवामा चाहिँ पैसा निकाल्नु मिल्दैन। अनि आधी जति भिडियो चाहिँ फेक हुन्छ, जता हामीले नेपालमा विथड्र लिनु मिल्दैन। तर यो भिडियोमा म रियल अर्निङ एप देखाउने छु। सबैभन्दा अगाडि यो हेर्नु, हामीले विथड्र कुन एपबाट लिनु मिल्छ। यो एपमा विथड्रल हामीले ई-सेवा, खल्ती, आइएमई पे अनि ब्याङ्कमा पनि लिनु मिल्छ। पैसा कसरी निकाल्ने त्यो त हेर्नु भयो, तर पैसा यो एपमा कसरी कमाउने म भिडियोको अगाडि भन्ने छु। त्यही भएर भिडियो चाहिँ बिना स्किप गर्दै फर्स्ट टु लास्ट सम्म हेर्नु होला। यो अर्निङ एपको नाम चाहिँ छ पप्पो लाइभ। अब नाम थाहा पाउनु बित्तिकै चाहिँ प्ले स्टोरमा गएर डाउनलोड गर्नु होला, तर यो भिडियो पछि। किनभने यो एपमा कसरी लगइन गर्ने, फेस भेरिफाई कसरी गर्ने अनि धेरै पैसा कसरी कमाउने फुल डिटेलमा अनि सिम्पल ल्याङ्ग्वेजमा भन्ने छु। एपलाई चाहिँ प्ले स्टोरबाट डाउनलोड गर्नु अनि डाउनलोड गरेपछि ओपन गर्नु। ओपन गरेपछि तपाईहरूको अगाडि यस्तो इन्टरफेस खुल्छ। त्यता तपाईले फेसबुक कि त गुगलबाट लगइन गर्नु मिल्छ। तपाईहरूलाई जुन सजिलो लाग्छ त्यतैबाट लगइन गर्नु होला। लगइन गरेपछि तपाईहरूको अगाडि यस्तो इन्टरफेस खुल्छ। यता पिक्चरको आइकनमा तपाईहरू आफ्नो फोटो राखिदिनु अनि तलपट्टि आफ्नो नाम, तलपट्टि तपाईहरू आफ्नो डेट अफ बर्थ राखिदिनु अनि यता कन्ट्री नेपाल सिलेक्ट गरेर मेल हो कि फिमेल त्यो पनि सिलेक्ट गर्नु। त्यसको पछि तपाईहरूको लगइन प्रोसेस कम्प्लिट भइसकेको छ। यो एप चाहिँ अलि टिकटक जस्तै छ। हामीले यता यिनीहरू जस्तै लाइभ बसेर पनि पैसा कमाउनु मिल्छ अनि अरू तरिकाहरू पनि धेरै छ। यो आइकनमा चाहिँ मान्छेहरू लाइभ बसेको हुन्छ। यता साइडमा गर्ने हो भने चाहिँ पार्टीको अप्सन दिया छ। यता पनि मान्छेहरू लाइभ नै बसिरा हो, तर हामी पनि जोइन गर्नु मिल्छ यो लाइभ। अनि हामी लाइभमा जोइन हुँदा अरू मान्छेले गिफ्ट पठायो भने त्यो हामीलाई पनि पाउँछ। जस्तै यता हेर्नु, यो पार्टी लाइभमा चाहिँ म अहिले गिफ्ट पठाइरहेको छु। अब मैले यता अलमा सिलेक्ट गरे भने यो लाइभमा जतिजना मान्छे जोइन गरेर बसेछ सबैले कोइन पाउने छ। अब मैले यो 100 कोइनको गिफ्ट पठाछ भने सबैलाई इक्वली डिभाइड हुन्छ। यो चाहिँ एउटा तरिका हो हामीले यो एपबाट कोइन जम्मा गर्ने। अझै म धेरै वेहरू भन्ने छु जता हामीले यो एपबाट धेरै पैसा कमाउनु मिल्छ। जति पनि लाइभ चलिरहेछ त्यसमा एउटा यो बक्स जस्तो छ। जुन पनि मान्छेको लाइभ होस् हामीले त्यो लाइभ 5 मिनटसम्म हेरे भने यो बक्स खुल्ने छ। बक्स खुलेपछि हामीले 40 कोइन पाउने छ। यो कोइन के हो, यो कोइनले कसरी काम गर्छ त्यसको बारेमा म भिडियोको अगाडि भन्ने छु। अब यो पार्टी अनि लाइभ भन्ने फिचर तपाईहरूले बुझ्नु भइसकेको होला। यो दुईटा फिचर त्यति इम्पोर्टेन्ट छैन, तपाईहरूले एप चलाउँदै जाँदा त्यो फिचर पनि बुझ्ने छ। अब यो प्रोफाइलको आइकनमा जानु। अब यता माथिपट्टि तपाईहरूले आफ्नो नाम चेन्ज गर्नु मिल्छ, प्रोफाइल नयाँ राख्नु मिल्छ। तलपट्टि तपाईहरूले कोइन अनि पोइन्ट्स भन्ने एउटा अप्सन हेर्नु मिल्छ। अब चाहिँ अलि ध्यान दिएर सुन्नु होला, किनभने कतिजना मान्छे चाहिँ यो कोइन अनि पोइन्ट्समा एकदमै कन्फ्युज भएको हुन्छ। फर्स्टमा यो कोइनको काम बुझौँ। यो कोइनले चाहिँ तपाईहरूले अरू मान्छेलाई गिफ्ट पठाउनु मिल्छ लाइभमा। अरू मान्छेलाई गिफ्ट पठाउनु मन छैन भने यो कोइन तपाईहरूले एक्सचेन्ज पनि गर्नु मिल्छ। अब यो पोइन्ट्सको बारेमा बुझौँ। यो चाहिँ तपाईहरूको मेन पैसा हो। यदि तपाईले 10,000 पोइन्ट कलेक्ट गरे भने $1 बन्ने छ। अब यो पोइन्ट्स कमाउनु तपाईहरूले लाइभ बस्नु पर्छ। लाइभ बसेर यो मिसनहरू कम्प्लिट गरेपछि तपाईहरूले पोइन्टहरू कमाउनु मिल्छ। जब 10,000 कोइन कलेक्ट हुनेछ त्यति बेला चाहिँ $1 मात्र बन्ने छ। सुरुमा त यो पोइन्ट कमाउनु एकदमै गाह्रो हुन्छ, तर बिस्तारै तपाईहरूको फलोवर्स बढ्दै गयो भने पोइन्टहरू एकैछिनमा कलेक्ट हुन्छ। यो एकाउन्टको लेभल पनि तपाईहरूले बढाउँदै जानु पर्छ। यता इन्भाइटको अप्सनमा गएर तपाईहरूले मान्छेलाई इन्भाइट गरे भने एकजना मान्छे बोलाको $14 सम्म कमाउनु मिल्छ। आफ्नो कमाएको पैसा निकाल्नु चाहिँ यता पोइन्टमा क्लिक गरेर विथड्र नाउमा क्लिक गरेर कुन एपबाट पैसा निकाल्ने त्यो सिलेक्ट गर्नु। मैले चाहिँ ई-सेवा चुज गरेछ, तपाईहरूलाई जुन सजिलो लाग्छ त्यही सिलेक्ट गर्नु होला। रिवार्डको फिचरमा गएर तपाईहरूले यो मिसनहरू कम्प्लिट गरेर पनि
पनि पोइन्टहरू कमाउनु मिल्छ। एपको लिंक अनि इन्भाइट कोड डिस्क्रिप्सनमा छ, तपाईहरुले डिस्क्रिप्सनबाट एप डाउनलोड गर्नु होला अनि इन्भाइट कोडमा तपाईहरुले यो कोड हाल्नु होला, तपाईहरुले पोइन्ट पाउने छ। आई होप तपाईहरुले यो एपको बारेमा सबै कुरा बुझिसक्नु भयो होला। केही डाउट छ भने कमेन्ट गर्नु अनि यो च्यानलमा धेरै अनलाइन अर्निङ एपको लिस्ट आउने छ।